नमस्कार। आज हामी एउटा श्रोताबाट पाएको जानकारीमा अलिकति गहिरिएर हेर्दैछौँ। यो डाइभर्सिटी भिजा मतलब डीवीको बारेमा। डीवी कार्यक्रम, खास गरी त्यसको कन्फर्मेसन नम्बर हरायो भने नतिजा कसरी हेर्ने भन्ने कुरा हो नि। यो डीवी त अब थाहै छ, अमेरिकाले कम आप्रवासन हुने देशका लागि हरेक वर्ष खोल्ने चिट्ठा जस्तो हो। करिब 50,000 भिसा। एकदम। र त्यो आवेदन दिएपछि एउटा कन्फर्मेसन नम्बर पाइन्छ हैन? त्यो चाहिँ नतिजा हेर्नलाई नभई हुँदैन। हो, त्यही नम्बर। अब मान्छेले बिर्सिन सक्छन्, हराउन सक्छन्। त्यस्तो बेला के गर्ने त? हाम्रो स्रोतले चाहिँ यसको उपाय छ भन्छ। छ। र स्रोतका अनुसार त खै निकै सजिलो पनि छ अरे। आज हामी त्यही प्रक्रियालाई अलि प्रष्ट पारौँ न त। लौ त, त्यसो भए कसैको त्यो नम्बर हलायो रे, अब के गर्ने? पहिलो कदम के हो? कहाँ जाने? सबैभन्दा पहिला त त्यो आधिकारिक वेबसाइटमा जानु पर्यो। अमेरिकी सरकारको डीवी कार्यक्रमको वेबसाइट dvprogram.state.gov हैन त? हो, त्यही dvprogram.state.gov। त्यहाँ गएपछि चेक स्ट्याटस भन्ने ठाउँ खोज्नु पर्यो। चेक स्ट्याटस, ओके। त्यसमा क्लिक गर्ने? त्यहाँ क्लिक गरेपछि नतिजा हेर्ने पेज आउँछ। तर नम्बरै छैन भने त कसरी हेर्ने? होइन, त्यही पेजमा अलिकति तल हेर्नुभयो भने फगट कन्फर्मेसन नम्बर भन्ने एउटा लिङ्क हुन्छ। फगट कन्फर्मेसन नम्बर भनेपछि हराउनेहरूको लागि छुट्टै व्यवस्था रहेछ। एकदम। त्यही लिङ्कमा क्लिक गर्नु पर्यो। ल, त्यसमा क्लिक गरेपछि केही भर्नुपर्छ होला पक्कै? पर्छ। तपाईको पहिचान पक्का गर्नलाई केही जानकारी माग्छ, जस्तो कि तपाईले डीवी भर्दा प्रयोग गर्नुभएको पुरा नाम अनि जन्ममिति, सही जन्ममिति, र तपाईले आवेदनमा दिनुभएको इमेल ठेगाना। नाम, जन्ममिति अनि इमेल। एउटा कुरा के महत्त्वपूर्ण होला भने यो सबै जानकारी चाहिँ आवेदनमा जे भरेको थियो त्यही हुनु पर्यो हैन? हो, एकदम दुरुस्त मिल्नुपर्छ। स्पेलिङ, ढाँचा सबै, नत्र सिस्टमले चिन्दैन। यो त अब सुरक्षाको लागि पनि हो। ठिक हो। अनि यति भरेपछि अरु के? टिङ्गो अक्षर नम्बरहरू भएको। त्यो त देखिराखेकै हो। रोबोट हो कि मान्छे भनेर छुट्याउने? हो, त्यही। त्यो कोड जे देखिन्छ त्यही टाइप गर्नु पर्यो। ल, क्याप्चा पनि भरियो। अब अन्तिममा? अब सबै कुरा ठिकठाक भरेपछि तल सबमिट भन्ने बटन हुन्छ, त्यसमा क्लिक गर्ने। अनि नम्बर देखाइदिन्छ। यदि तपाईले दिनुभएको जानकारी मतलब नाम, जन्ममिति, इमेल सबै सिस्टमको रेकर्डसँग मिल्यो भने तपाईको हराएको कन्फर्मेसन नम्बर स्क्रिनमै देखिन्छ। कति सजिलो। भनेपछि आफ्नो सही विवरण याद छ भने त केही मिनेटमै नम्बर फिर्ता पाउन सकिने रहेछ त। हो नि, स्रोतले पनि सजिलो नै भनेको छ। नआत्तिकन सही ठाउँमा गएर सही जानकारी भरे पुग्यो। यसले त धेरैलाई ठूलो राहत दिन्छ होला, खास गरी त्यो नतिजा आउने बेलामा। एकदम। मुख्य कुरा चाहिँ त्यही हो, आवेदन भर्दाको विवरण सुरक्षित राख्नु, याद गर्नु। ल त, आजको यो छलफलबाट के प्रश्न भयो भने डाइभर्सिटी भिजाको त्यो महत्त्वपूर्ण कन्फर्मेसन नम्बर हराइहाल्यो भने पनि आत्तिनु पर्दैन। आधिकारिक वेबसाइट dvprogram.state.gov मा जाने अनि चेक स्टेटसभित्र फरगट कन्फर्मेसन नम्बर खोज्ने अनि आफ्नो सही व्यक्तिगत विवरण, नाम, जन्ममिति, इमेल र क्याप्चा भर्ने अनि सबमिट गरेपछि नम्बर फिर्ता आउने भयो। हो, संक्षेपमा प्रक्रिया यही हो। डीवी भरेर नतिजा कुरिरहेका जो कोहीलाई पनि यो जानकारी काम लाग्न सक्छ। साँच्चै यो सुन्दा कस्तो लाग्छ भने नि, एउटा सामान्य देखिने डिजिटल कोड, यो कन्फर्मेसन नम्बरले कति ठूलो कुरा मतलब अमेरिका जाने अवसरसँग जोड्दो रहेछ। हो त। अनि यस्तो डिजिटल प्रक्रियामा आफ्नो जानकारी सही र सुरक्षित राख्नु कति महत्त्वपूर्ण हुन्छ भन्ने पनि देखायो यसले। एकदम। सानो कुराले ठूलो अर्थ राख्ने, यो त सोच्नुपर्ने कुरा हो हैन र?